Hello everyone, and what a day for Barcelona fan. Barcelona फेरि टप अफ द टेबलमा आएको छ एन्ड आज नभनौँ मैले चाहिँ यो भिडियो एक दिन पछाडि बनाएको एन्ड मलाई चाहिँ यो गेम हेर्नुभन्दा अगाडि एकदम डर लागिरहेको थियो किनकि सब टप टिम्सहरूले हारिरहेको थिएँ अनि त्यहीमाथि बार्सिलोनाको इन्जुरी कन्सर्न जुन प्लेयरहरूलाई इन्जुरी भएको छ त्यस कारणले पनि एन्ड सुरुमा यसो स्ट्याट्सको कुरा गरौँ। बार्सिलोनाले चाहिँ 75% बल पोजिसन राखेको थियो एन्ड दे टुक 22 सर्ट एन्ड 12वटा सर्ट चाहिँ टार्गेटमा थियो एन्ड 4 बिग चान्स क्रिएटेड एन्ड 4 मध्ये 3टा बिग चान्स चाहिँ मिस गरेको छ। एन्ड पासिङको कुरा गर्नुपर्दा 685 पास एन्ड 92% पास एक्युरेसी। अब सुरुमा म लाइनअप हेर्दा पनि मैले सोचेको थिइनँ कि ड्रो फर्नान्डेज स्टार्ट गर्छ भनेर, बट सुरुमा ड्रो फर्नान्डेजकै कुरा गर्नु, पेड्रो भनौँ। एन्ड मलाई चाहिँ हुन्छ नि एक दुईवटा इन्स्टान्समा चाहिँ जुन बल क्यारिङ ड्रो फर्नान्डेजले राम्रो गरेको थियो। स्टार्ट्सकै कुरा गर्नु पर्दाखेरि पास 24 पासेस 26मा 2टा पास मात्रै मिस पास गरेको छ एन्ड 2वटा चान्स पनि क्रिएट गरेको छ। एन्ड ओभरअल मलाई लाग्छ डिसेन्ट गेम हुन्छ नि। सुरुको फर्स्ट हाफको फर्स्ट फेजमा हुन्छ त्यतिखेर चाहिँ अलिकति हुन्छ नि सेकी देखिरहेको थियो हल्का। अब फर्स्ट टाइम लालिगा म्याच थियो, डेब्यू म्याच थियो एन्ड स्टार्ट गऱ्यो, सो that's why the pressure is also on there and he's only 17 years old, so it was a decent game for him हैन, राम्रो थियो। सो फर्दर अन हामी कसको कुरा गरौँ भन्दाखेरि ऱ्यासफोर्डले चाहिँ लगातार 5 गेममा आई थिङ्क 6को जिएनए प्रड्युस गरेको छ एन्ड विथ अनदर असिस्ट। ऱ्यासफोर्ड चाहिँ एकदमै टप नच देखिएको थियो। आजको गेम चाहिँ मलाई ऱ्यासफोर्डको एकदम मन पर्यो किनकि 6वटा सर्ट हानेको थिएँ एन्ड आई थिङ्क 2टा सर्ट चाहिँ एकदम बवाल थियो क्या। एउटा चाहिँ आई थिङ्क ही सुड ह्याभ स्कोर्ड बट किपरको राम्रो सेभ थियो होइन, 2टा चान्स पनि क्रिएट गरेको छ। एन्ड ओभरअल ऱ्यासफोर्ड आई थिङ्क लुकिङ गुड एन्ड हुन्छ नि जुन त्यो रफिनिया अहिले इन्जर्ड छ, बट जुन त्यो रफिनियालाई ब्याकअप एउटा दिने एकदमै बवाल रोल, किनकि नम्बर्स पनि प्रड्युस गरिरहेछ नि त एन्ड हि वाज गुड अन द पिच। एन्ड मुभिङ अन कुरा गर्नुपर्दा हाम्रो दादाजीको कुरा गरौँ होइन, रोबर्ट लेभेन्डोस्की। आई थिङ्क हि वाज गुड इन द गेम होइन, तर हामीलाई जुन लेभेन्डोस्कीले आज 1-2वटा चान्सेस मिस गर्यो, आई थिङ्क वी कुड नट अफोर्ड इट। जब हामी अलिकति हुन्छ नि बिग टिम्सहरूसँग खेल्छौँ लाइक एथलेटिको इन लालिगा एथलेटिक क्लबहरूसँग खेल्छौँ, आई थिङ्क वी क्यान नट अफोर्ड इट टु मिस सच अ बिग चान्सेसहरू। एन्ड वाट इज डुइङ एट दिस एज इज इन्क्रेडिबल क्या। आई थिङ्क ही इज नाउ 36-37 एन्ड स्टिल ब्यागिङ लाइक 30-40 गोल्स एभ्री इयर। बट अब हामीलाई जाँदै गरेको सिजनमा एउटा वी निड अ बेटर स्ट्राइकर आई थिङ्क। एन्ड आई थिङ्क यो सिजन पछाडि हामी लेभेन्डोस्कीसँग आई थिङ्क वी कुड नट कन्टिन्यू, किनकि अल्दो हामीसँग फरन टोरेस छ, बट आई डोन्ट थिङ्क he should be a striker, main striker for Barcelona. I think he is very good for backup. Last season I think he scored 20 to 24 goals and that's very good for a backup striker हैन। मिनेट पनि धेर खेलेको थिएन, आई थिङ्क गोल्स पर गेम एकदमै बवाल थियो। एन्ड मुभिङ अन रोनी बार्जी एन्ड हुन्छ नि बार्सा फ्यानले चाहिँ के एक्सपेक्ट गरौँ भने जुन लमिन यमाल जेनेरेसन ट्यालेन्ट छ, रोनी बार्जीलाई लमिन यमालसँग कम्पेयर नगरौँ। म फर्स्ट कुरा के भन्छ भने रोनी बार्जीलाई लमिन यमालसँग कम्पेयर नगरौँ। ही इज अ डिफ्रेन्ट प्लेयर, ही हेज अ डिफ्रेन्ट स्टाइल अफ प्ले
इन बिहाइन्ड रन राम्रो लिन्छ, टेकअन्स पनि लिन्छ, बट Lamine Yamal is Lamine Yamal guy. He is the second best player last season in Ballon d'Or ko second ranking ma aako tha, and he is something that we haven't seen in a very long time. Such a natural talent jun huncha ni, like Hazard and Messi, Neymar, and we should not expect that from Rooney Barge, although he had a great game. Duita shot on target, 55 touches, duita touches opponent box ma, and he's also taking on players, successful rivals 5-9 attempt gareko थियो. And moving on, हाम्रो midfield को कुरा गरौँ. Midfield, I think केही कुरा गर्ने पर्दैन. Pedri and De Jong, two of the best, if not the best midfielders in the world right now, and Pedri doing his things. I think Europe ko top 5 usma नै Pedri is on the top सबै थोक जुन touches हुन्छ, passes हुन्छ, he is the main man Barcelona को लागि. Although Lamine Yamal नहुँदा पनि he is the main man जसले चाहिँ त्यो जुन midfield and attacking wise run गर्छ, and he is also के भन्छ is on the defensive side also. Defensive side धेरै हेर्दैन, but he is there. He will hold on the ball. Defensive भन्नुको कुरा यो होइन कि ट्याकल हान्नु गएर डुअल्स विन गर्नु, that's not only the defensive, but how he hold the ball, क्या टेम्पो कसरी कन्ट्रोल गर्छ गेमको. एन्ड सेम गोज फर डियोङ. 1 सिजन 2 सिजन अगाडि हामी डियोङलाई युनाइटेडमा सोल्ड गर्ने कुरा गर्दै थियौँ. एन्ड लुक नाउ युनाइटेड, अहिले युनाइटेडको कुरा नगरौँ होइन. एन्ड talking about defense, Koundé is always rock solid on the defense, and Gerard Maldini, he had a great game, and Koundé ko Babal header, we scored on the equalizer, and Rashford ko another assist. Rashford ko हामीले कुरा गरिसक्यौँ. एन्ड डिफेन्सले कुरा गर्नुपर्दा चाहिँ although डिफेन्सिभ हाम्रो हुन्छ नि हरेक गेममा, लास्ट गेम पनि हामीले सुरुमा कन्सिडर गऱ्यौँ. एन्ड डिफेन्सिभ अलिकति हुन्छ नि अलिकति सेकी देखिन्छ, किनकि जुन हाम्रो लास्ट सिजन मार्टिनेजले गर्थ्यो, आई थिङ्क बार्सा एउटा जुन लाइनमा डिफेन्स गर्थ्यो, आई थिङ्क मार्टिनेज त्यो लाइनको हल्का बिहाइन्ड बसेर गर्थ्यो क्या. अलिकति अरू बाँकी जो डिफेन्समा हुन्थे, आइदर इट्स क्रिस्टियनसन, कुबार्सी, मेन पेयरिङ भनेको आई थिङ्क कुबार्सीसँग हुन्थ्यो. एन्ड बोथ अफ द फुल ब्याक्स चाहिँ अलिकति अगाडि नै हुन्थे. एन्ड हि वाज द लास्ट म्यान. एन्ड उसले चाहिँ जुन बल, थ्रु बल्स एन्ड विङ्गर्स एन्ड स्ट्राइकरहरूको जुन रनहरू हुन्छ नि, त्यो अगाडि नै एन्टिसिपेट गरिसकेको हुन्थ्यो क्या. एन्ड हि युज टु स्टे ब्याक एन्ड मेक इट अफ साइड. एन्ड त्यो कुरा चाहिँ आई थिङ्क अहिले अलि मिसिङ भइरहेछ यो जुन हुन्छ नि क्रिस्टियनसन अराउखोबाट. बट दे आर डुइङ गुड, किनकि बार्साले आई थिङ्क त्यत्रो धेरै कुनै गोल कन्सिड गरेको छैन अहिलेसम्म कुनै पनि गेमहरूमा. वान बिग गेम वी प्लेड एगेन्स्ट न्युक्यासल, एन्ड डिफेन्स वाज सलिड. डिफेन्स एन्ड मिडफिल्ड रन्स द गेम. एन्ड मुभिङ अन, हामी चाहिँ अलिकति प्रिमियर लिगको कुरा गरौँ. प्रिमियर लिगमा चाहिँ आई थिङ्क बिग सिक्सको लागि त्यस्तो राम्रो दिन थिएन. म्यान्चेस्टर युनाइटेड अगेन लस टु ब्रेन्टफोर्ड 3-1. लास्ट सिजन पनि आई थिङ्क 4-1 हारेको थियो. एन्ड आई थिङ्क यो इट्स टाइम नाउ कि देयर इज समथिङ रङ क्या. रुबिन आमेरीले पनि रियलाइज गर्नुपर्छ. एन्ड आई डोन्ट, म ओपिनियन दिन्न कि रुबिन आमेरी स्याक हुनुपर्छ, यो हुनुपर्छ, बट धेरै केही कुरा नगरौँ. युनाइटेडको आई थिङ्क यो डेली हुन्छ नि म्याचै पछिको कहानी हो. एन्ड चेल्सी अल्सो लस्ट टु ब्राइटन अन होम. चानोब्लालाई चाहिँ
रेड कार्ड दिएको थियो एन्ड देन 1-0 को लिड थियो चेल्सीसँग बट दे लुज मैले गेम खासै त हेरिनँ बट फर्स्ट हाफमा हेर्दा दे वेर लिडिङ 1-0 एन्ड दे कन्सिडर रेड कार्ड एन्ड लास्टमा गएर ब्राइटनले 2 गोल हान्यो एन्ड अर्को एउटा इन्ट्रेस्टिङ गेम कुन छ भने क्रिस्टल प्यालेसले लिभरपुललाई 2-1 ले जितेको छ एन्ड टकिङ अबाउट क्रिस्टल प्यालेस आई थिङ्क क्रिस्टल प्यालेसले चाहिँ आई थिङ्क दे आर 20 or 30 गेम चाहिँ अनबिटन छ क्या क्रिस्टल प्यालेस एन्ड दे आर इन थर्ड इन प्रिमियर लिगको टेबलमा चाहिँ थर्ड छन् एन्ड दे आर द ओन्ली टिम टु रिमेन अनडिफिटेड इन द प्रिमियर लिग एन्ड लिभरपुललाई जसरी जितेको छ क्रिस्टल प्यालेसले आई थिङ्क इट्स ग्रेट क्या देख जुन उनीहरूको हरेक ट्रान्जिसन थियो हरेक मुभ थियो जति पनि अट्याक गरे हरेक अट्याकमा एउटा चान्सेस बनाइरहेको थियो क्या एन्ड दे वेन्ट अन टु स्कोर अर्ली इन द अर्ली 10 मिनट्स 9 मिनटमा स्कोर गरे एन्ड देन लिभरपुलले म हेरिरहेको थिएँ गेम बट लिभरपुलले इक्वलाइज गर्यो एन्ड लिभरपुलले लिभरपुलले गेममै थियो लिभरपुल एन्ड बट समहाउ क्रिस्टल प्यालेसले चाहिँ 7 चान्स क्रिएट गरेको थियो क्या एन्ड दे वेन्ट अन टु मिस 5 बिग चान्स एन्ड किएसाले 87 मिनटमा इक्वलाइज त गरेको थियो बट 97 मिनटमा गएर 97 प्लस 90 प्लस एट अ टाइममा they bury the game 2-1 and moving on Manchester City ले of course 5-1 बर्नीलाई जितेको छ and I haven't watched the game also मैले हाइलाइट पनि हेरिनँ Manchester City को and Leeds र बोर्नमथको 2-2 ड्र एन्ड मलाई चाहिँ जुन मैले जति पनि क्रिएटरहरू अनि जति पनि भिडियोजहरू देखेको थिएँ नि प्रिमियर लिगको प्रेडिक्सनमा सिजनको फर्स्टमा सबैको के थियो भने जुन सन्डरल्यान्ड छ सन्डरल्यान्ड चाहिँ आई थिङ्क दे म्याक्सिममको हेर्दाखेरि सन्डरल्यान्ड चाहिँ 20मै थियो क्या 20 या 19 त्योभन्दा माथि मैले कसैको प्रेडिक्सनमा देखिनँ बट दे आर इन टप 5 विथ हाउ मच 12 पोइन्ट 11 पोइन्टमा छ सन्डरल्यान्ड क्या विथ 3 विन्स 2 ड्र एन्ड 1 लस एन्ड दिस इज गोइङ टु बी अ सिरियस सिजन इन प्रिमियर लिग एन्ड नेक्स्ट गेम आई थिङ्क सन्डरल्यान्डको अफकोर्स युनाइटेडसँग छ लेट्स सी वाट ह्यापन एन्ड अल्सो एस्टन विला won 3-1 अगेन्स्ट फुलम एन्ड न्युकासललाई चाहिँ आर्सेनलले एउटा बबल कमब्याक गरेर 2-1 ले जित्यो एन्ड टकिङ अबाउट सिरिए मिलान र नापोलीको गेम थियो एन्ड मैले अलिअलि गेम त हेरेँ बट फुल गेम हेरिनँ बट जुन गेम हुन्छ नि गेम चाहिँ आई थिङ्क इट सुड ह्याभ बिन वन बाई नापोली जुन तरिकाको डोमिनेन्स गरिरहेको थियो फुल गेममा पोजिसन राखेर खेलिरहेको थिएँ एन्ड दे क्रिएटेड आई थिङ्क 3xg सो द्याट्स इट फर टुडे गाइज अर्को म्याच डेमा फेरि भेटौँला अर्को यो अब आउने विक वी हेभ च्याम्पियन्स लिग गेम्स सो लेट्स यू गाइज अन द नेक्स्ट भिडियो बाई बाई